हेलो गाइज गुड मर्निङ जय श्री कृष्ण। मेरो पहिलो ब्लग मिनी ब्लग हो अनि खासै बोल्न त आउँदैन गाइज है। अनि बेडसिट मिलाउँदैछु मेरो आज अनि मुखसुख धुन लागे राम्री बन्नलाई फ्रेस भएर। आज म किनकि ढिलो उठेको थिएँ त्यही भएर अनि यसो फ्रिजतिर गएँ आइस राखेको थिएँ। आइस जमाएर राख्छु अनि यो चाहिँ फेसमा लगाउँछु कि अनि राम्रो पनि हुन्छ कुल होइन राम्रो हुन्छ अरे भनेर सुनेको थिएँ अनि त्यही भएर लगाउँदैछु। अनि चिसो भयो अनि आफूले यसो गरिरहेको थिएँ अनि मसरुम बनाउँछु भनेको थिएँ अनि पानी सानी तताएँ। तातो पानी खान्छु नि त म डेली अनि लेमन हनी बिरेनुन गरेर मिक्स गरेर तातो पानी खाएर अनि राम्रो हुन्छ अरे। अनि मेरो तुलसी पनि हेर्नुहोस् न। अनि म एकछिन रनिङ पनि गर्न गएँ अनि फेरि आएँ मसरुम देखाएँ मसरुमको हालेको सब्जी बनाउनको लागि। अनि मसरुम पनि रेडी भयो मेरो अनि पोखिन लागेको थियो अनि आलु सालु दही क्यारी गरेर अनि काट्न लागे। अब के गर्नु गाई समात्ने कोही मान्छे छैन अनि कस्तो मलाई आज अप्ठ्यारो पनि लागिरहेको छ नि त। अनि रेडी भयो मेरो आलु सालु अनि मेरो फ्राई पिन पनि बसाले तेल पनि हाले गाइस। अब समाउने मान्छे कोही छैन अनि त्यही परैबाट अनि हालेँ अनि किनकि मैले साउन्ड पनि बारेको छु नि त अनि लसुन ससुन केही हाल्न मिल्दैन अनि प्याज पनि कट गरेको छु अनि अब साउन्ड बारेपछि त यति त गर्नै पर्यो। चटनी बनाउनलाई रेडी गरेँ टमाटर पोले गाइस। अनि मेरो पाक्दै पनि थियो खानाहरू अनि तिल अनि यो फर्सीको बिहा को चटनी चाहिँ राम्रो हुन्छ दामी हुन्छ अनि जुस पनि खान लागे। अनि गाइस रोटी पनि बनाउन लागे। म डेली रोटी खान्छु गाइस होइन अनि मलाई मनपर्छ रोटी किनकि अलिकति डाइटिङमा छु नि त म। अनि चुकन्दरको मैले त्यो कट गरेर मतलब छिलेर सुकाएको थिएँ त्यसैको मेरो फेस प्याक अनि बेसन हनी अनि दही मिक्स गरेर बनाएको छु राम्रो हुन्छ ग्लोइङ। अब राम्री त भन्नु पर्यो नि त होइन मेरो टी सर्टै भरि लागेर फेरि के गर्नु गाह्रो छ। अनि ग्लास पनि धोएँ अघिको जुस खाएको ग्लास अनि हल्का कस्तो भूत जस्तो देखाएको छ होइन मलाई त कस्तो लाज पनि लागेर छ। अनि फर्स्ट छुट्यो नि त अनि के गरौँ कसो गरौँ भइरहेको छ त्यही पनि ट्राई गरेको कस्तो हुन्छ भनेर बनाउँदैछु गाइज होइन। दाल साल बनाइसकेको थिएँ तर मैले तपाईँहरूलाई देखाउन बिर्सेँ सरी त्यसको लागि। अनि के गरौँ कसो गर भयो अनि क्ल्यापिङ भने म आफूलाई नै अनि बोरिङ भयो मलाई खुट्टा हल्लाउँदै बस्दै गरेँ अनि मेरो रुम पनि सफा गरेर नाजुलाई देखाउँदैछु अनि क्लिन गरेको अनि देखाएको नि त हल्का अनि मेरो रुम पनि देखाएँ अनि बेडसिट मिलाएको थिएँ नि त अनि मुख धुन आएको थिएँ आफूलाई सुक्यो अनि छिटो फटाफट गरेर मुखसुख धोएर फ्रेस भएँ मै राम्री भने अनि टी सर्टमा यस्तो दाग लागेको छ छ्या भने आफूलाई चाहिँ। अनि यो चाहिँ फिटकेरी र रोज मिक्स गरेको पानी हो अनि म सधैँ टोनर लगाउनुभन्दा अगाडि लगाउँछु राम्रो लाग्छ आफूलाई। अनि मेरो आउनाको टोनर अनि स्किन केयर त अब गर्नै पर्यो मेरो डेलीको रुटिन हो होइन। मेकअप सेकअप मन पर्दैन राम्री भन्दै आफूलाई मक्ख भरेर होइन अनि सिरम पनि लाएँ यो सिनेटेलाको राम्रो छ होइन अनि लगाउँदैछु। अब स्किन केयर त गर्नु पर्यो नि त होइन। अनि यसले चाहिँ पोतो पनि जाँदो रहेछ गाइज राम्रो लाग्यो मलाई चाहिँ होइन फर्स्टचोटि ट्राई गरेको। अनि यो मेरो सनस्क्रिन हो अनि यो चाइना नेपाल स्किन केयरको म स्किन केयर गर्छु मेरो लगभग 5-6 वर्ष भयो होला म वहीँ जान्छु। अनि अहिले त अब म बाहिर छु नि त आउट कन्ट्रीमा अनि त्यसैको लागि अब त्यस्तै हो सामानहरू चाहिँ लिएर आएको छु भइरहेको छ राम्रो। सनस्क्रिन चाहिँ डेली लगाउनु पर्छ है गाइज नत्र त फेरि काली भइन्छ नि। अनि यो मेरो चाहिँ पिम्पल्सको हो यो डे क्रिम अनि लगाउँदैछु राम्री भएर होइन। कति घोटेछु मैले आफूलाई नै कस्तो लागिरहेको क्या एकछिन अब पज भयो। अनि यो चाहिँ मेरो लिप ग्लस हो मेरो फेभरेट हो स्ट्रबेरी फ्लेभरमा अनि यसको हेर्नु न कस्तो दामी छ कि जुसकोमा होइन कस्तो दामी देखिरहेको छ। अनि मै राम्री भनेछु अनि राम्रो हुनु परेन त भनेर यस्तो गरिरहेको छ। अनि खानातिरतर्फ लागेँ अनि त्यहाँपछि मेरो भेज